के भन्नुभएको छ, यो वचनलाई खाऊ त उद्धार पाइसक्यो। 1 महिना पछाडि, 1 हप्ता पछाडि, वर्ष दिन पछाडि या 15 दिन पछाडि होला नि, होइन। अहिले सुन्यौ, अहिले भइसक्यो, चट्टै निको भइसक्यो। हामीले के गर्नु पर्यो त? विश्वास गर्नु पर्यो। विश्वास कसमा गर्नु पर्यो? परमेश्वरमा। परमेश्वर न जातको हुनुहुन्छ न धर्मको हुनुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ। उहाँलाई देख्दैनौं, तर उहाँले गर्नुभएका कामलाई हामी देख्छौं। उहाँले गर्नुभएको कामद्वारा हामी विश्वास गर्छौं, हो सचमा ईश्वर हुनुहुन्छ, परमात्मा हुनुहुन्छ, उहाँले काम गर्नुहुन्छ, उहाँमा सम्भव छ। मनुष्यले गर्न नसक्ने काम मनुष्यलाई बनाउने ईश्वरले गर्नुभएको छ। बुझ्नुभयो नि? कसले गर्नुभएको छ त? परमेश्वरले, हैन? तपाई हाम्रो नसा, हड्डी, मासु, रगत, शरीरमा भएका हरेक अंग प्रत्यंग कसले बनाउनु भयो त? कसले बनाउनु भयो? परमेश्वरले। हरेक नसा हड्डी बनाउने परमेश्वरले साथ-साथमा दबाई पनि बनाउनु भयो। त्यो दबाईको नाम के हो त? वचन। यो अहिले निस्किरहेको छ नि यो वचन, यो सबको नसा हड्डीलाई पोषण मिलिसकेको छ। कसको द्वारा त? कसको द्वारा? कसको द्वारा त? बोल्नुस् त सबजना, कसको द्वारा त? आवाज निकाल्नु अझै चर्को आवाजले। कसको द्वारा? परमेश्वर द्वारा। यो उद्धार दिनुभयो कसले त? परमेश्वरले, हैन? यो खुशी दिनुभयो कसले त? परमेश्वरले। खुशी पाउला, आनन्द पाउला, सुख पाउला, हाँसौला, नाचौला सोचेका थियौं त हिजो हामीले? थिएनौं। तर आज ईश्वरले हामीलाई आशा दिनुभयो। म बाँच्न सक्छु, म हाँस्न सक्छु, म नाच्न सक्छु। यो समस्यालाई पैताला पनि पारिसक्नुभयो परमात्माले। मलाई उन्नतिमा सारिसक्नुभयो परमात्माले।